फेरि पनि आइसकेँ म साथीहरू तपाईँहरूको माझ मिनी भ्लग लिएर। आज चाहिँ साउन 1 गते हो नि त आज। अनि अरूको जसरी म हरियो लुगाहरू लगाएर यताउता घुम्न जाने त्यो मलाई ठिक लाग्दैन, किनकि आज मेरो ड्याडी बित्नु भएको पनि वर्षौँ भइसक्यो नि त। अनि आज मेरो ड्याडीको चाहिँ 1 छाके छ, सो त्यही भएर म र मम्मी भएर जङ्गलको जाँदैछौँ पात टिप्न साथीहरू। पात टिप्ने ठाउँमा त यस्तो छ जङ्गल होइन, यति बाक्लो छ जङ्गल, क्या डर लाग्ने जस्तो हिँड्न पनि। हाम्रो घरको नजिकै हो क्या साथीहरू यो जङ्गल चाहिँ। अनि यो चाहिँ साथीहरू हाम्रो बच्चा बेलादेखि नै फुलपातहरू फाल्ने ठाउँ क्या, जसलाई चाहिँ हामी देउराली भन्छौँ। तपाईँहरूकोतिर के भन्नुहुन्छ भन्नु होला। हामी चाहिँ यसलाई देउराली भन्छौँ साथीहरू। अनि मैले र मम्मीले चाहिँ यति पात टिपिसकेर लैजाऊँ ल भनेर भन्नुभयो। मैले चाहिँ झिल्लीमा हालेँ साथीहरू। अनि मम्मीले चाहिँ घाँस काट्दै हुनुहुन्थ्यो साथीहरू। यति धेरै घाँस चाहिँ मम्मीले काटिसक्नु भएको थियो नि त। अनि मैले चाहिँ घाँस बोकेँ, अनि मम्मीले चाहिँ त्यो पातको झिल्ली लिएर आउनुभएको थियो। अनि साथीहरू हामी चाहिँ घर गएर टपरी सपरी बनाउनु पर्छ नि त। अनि म चाहिँ गएँ आफू बच्चा बेलाको नुहाउने रुखमा के, तालको रुखमा। यहाँबाट चाहिँ हामी पहिला बेरै खेल्थ्यौँ कि आम फाल्थ्यौँ साथीहरू। तपाईँहरूले यस्तो चक्चा गर्नुभयो कि गएन बच्चा बेलामा। अनि म चाहिँ घर आएँ साथीहरू। म चाहिँ आज एकदम स्याड छु, किनकि मलाई यो साउनको 1 र 2 गते चाहिँ किन खै मनै पर्दैन क्या। कहिले केही त कहिले केही कटिरा हुन्छ, त्यही भएर मलाई साउन 1 र 2 गते चाहिँ जीवनमा साथीहरू जति नै दुःख पीडा भए पनि होइन, मान्छेले हाँसेर जिउनु पर्छ। सो आजको लागि चाहिँ यति नै। सबैजनालाई ह्याप्पी साउने सङ्क्रान्ति, बाई बाई।